लिटरली केटा हो आजदेखि चाहिँ म हुन्छ नि हाम्रो टप अर्डरलाई त एक थोपो पनि विश्वास गर्दिनँ क्या फक मुटु यहाँबाट यहाँ आइसकेको थियो क्या केटा हो यार के खेल्या केटा हो टप अर्डरको ब्याटिङ के हो यो सो कल्ड नम्बर 1 ब्याटिङ लाइनअप के हो यो सालाहरू यार 1 रन 2 रन 3 रन 0-7 के हो थाला फर रिजन हो यो रोहितको साले रोहित खेल्न जान्दैन यार रिस उठ्ने यार जहिले यार बसिर र केटा हो बसिर र नन्दनले इज्जत जोगाइदिएको नेपालको आज इज्जत मात्रै जोगाइदिएको होइन झन्डै झन्डै जिताइदिएको सालेहरू यार बसिर र नन्दन नभइदिएको त केटा हो नेपाललाई त खोलामा बेचिदिने भयो मतलब खोलामा लगेर डुबाइदिन्थे यिनीहरूले समुद्रमा लगेर डुबाइदिन्थे यिनीहरू ओ भाइ के थियो यार यो म्याच के थियो यार मतलब जसले यो म्याच हेरेन नि केटा हो तिनीहरूको आधी जिन्दगी खेर गयो केटा हो आधी जिन्दगी खेर गयो केटा हो ओ भाइ मतलब यार के थियो केटा हो नन्दन यादव र केटा हो बसिरको ब्याटिङ केटा हो सुरुमा त म दुईजनाको तारिफ गर्छु त्यसपछि म त्यो नेपालको नम्बर 1 ब्याटिङ अर्डरलाई मैले के गर्छु मलाई थाम्रोसँग थाहा छ आज तर म सुरुमा बसिर र नन्दनको तारिफ गर्छु यो दुईजना केटा हो यार बसिर र नन्दनले गर्दाखेरि आज मैले लाइभमा आएर यो नाक र मुख देखाउने इज्जत राखिदिएको छु नत्र भने त केटा हो मलाई लाग्दैन केटा हो यो रोहित यो भुर्तेल यो मल्ल यो दिपेन्द्र सिंहैरीले कुनै इम्पोर्टेन्ट म्याचमा केही गर्नेवाला छ ना यार ना गुलसन कुमार झाको कुरा नि के कुरा गरौँ होइन गुलसन झाले ल छोडिदियो केटा हो आज चलेन छुट्टै कुरा होइन कोही छैन केटा हो चल्ने कोही छैन सोमपाल कामी पनि उही गुलसन झा पनि उही तपाईँको दिपेन्द्र सिंह ऐरी उही मल्ल उही दिपेन्द्र सिंह ऐरी र मल्ल त के भनौँ केटा हो यार विकेट त फ्यालिदिएको छ दिपेन्द्र सिंह ऐरी र मल्लले होइन भर्खर एउटा विकेट गयो मल्ल आउँछ के गर्छ भनेको मल्लले विकेट फेरेर जान्छ मल्ल फर यु गाइज होइन मल्ल फर यु गाइज भाइ थोरै बहुत जिम गर भाउ तिमी थोरै बहुत क्रिकेट सिक यार म त कम्प्लिटली डाउट छु यार नेपालको डोमेस्टिकमा एनपिएलमा पर्फर्म गरेर हुन्न इन्टरनेसनल स्टेजमा पर्फर्म गर्नु पर्यो मल्ल भाइ थाला फर रिजन हो रोहितलाई चाहिँ केटा हो रोहितलाई थाला फर रिजन चलिरहेको छ थाला फर रिजन हो रोहित साले तर केटा हो यार यो नन्दन यादव केटा हो यो मान्छे केटा हो होइन आई रियली ट्रस्ट हिम मैले ट्रस्ट गरेको थिएँ नन्दन यादवले डेलिभर पनि गर्यो बसिर अहमद केटा हो एक्स्ट्रा अर्डिनरी आउट अफ नो वेयर केटा हो टप अर्डर नेपालको टप अर्डरहरू पुराको पुरा खोलामा गएर होइन खोलामा होइन एक चम्चा पानीमा गएर म डुबे भन्दै सकिरहेको थियो टाइममा बसिर अहमद एक्लैले 80 रन हानिदियो केटा हो बसिर अहमदको एक्लैको 80 रन मतलब नेपालको टप अर्डर ब्याट्सम्यानहरू चम्चामा पानी राखेर डुब्न खोजिरहेको थिए सालेहरू डुबे पनि चम्चाको पानीमा चम्चामा पानी राखेर डुब्दे सेम चम्चामा पानी राखेर डुब्दे यसमा अलिक खेल्न जान्दैन किन म कन्फ्युज छु के मल्ललाई टिममा किन राखिरहेको छ यार कुशल मल्ललाई किन टिममा राखिरहेको छौँ हामीले होइन र दिपेन्द्र सिंह ऐरी र कुशल भुटेलले योभन्दा गेममा राम्रो पर्फर्मेन्स गरे रोहितको त ब्याटिङ के भइरहेको थाहा छैन केटा हो रोहितलाई के भइरहेको थाहा छैन मलाई रोहितको ब्याटिङ नि केटा हो मतलब औँसी पूर्णिमामा हो अब औँसी पूर्णिमामा मलाई लाग्छ औँसी त खै औँसी पूर्णिमा पनि त्यो महिनामा एकचोटि त आउनुपर्ने हो त्यो पनि आउँदैन त्यो पनि आउँदैन यहाँ त यो त वर्ष दिनको शुभकामना तिमीहरूलाई सालै यो जितिसकेका गेम हो के 175 को टार्गेट थियो हामीलाई इजीले जित्नुपर्ने गेम हो सालेहरू के खेलेको यिनीहरू के खेलेको सालेहरू आउँछ विकेट फाल्छ यार केटा विकेट के ओपोनेन्टलाई विकेट दिन लगाएको कि हामीले केटा के गर्न खोजिरहेको छौँ हामीले यो के गर्न खोजिरहेको छौँ यार नन्दन यादव आउट नभइदिएको त जित्थ्यो मलाई जस्तो लाग्छ किनकि नन्दन यादवको स्ट्राइक रेट हेर्छौ तिमीले नन्दन यादवको स्ट्राइक रेट हेर्छौ 264 को स्ट्राइक रेट छ यार त्यो मान्छेको 264 नन्दन यादव एक्लै हो केटा सबजनाले केटा जिते पनि हारे पनि केही फरक पर्दैन होइन आहाभरि आँसु फारेर रियल क्रिकेट फ्यान्सको आहाभरि आँसु आएको होला केही फरक पर्दैन तर यार एकचोटि केटा नन्दन यादवको लागि ह्यासट्याग लगाइदियो केटा किनकि यो मान्छेले आज 2 विकेट लिएको छ र यो मान्छेको आज एकदमै राम्रो स्ट्राइक साथमा खेलेको छ केटा यो मान्छेले आज क्रेजी केटा हो मेरोबाट मलाई पनि आज एकदम मतलब हुन्छ नि आई एप्रिसिएट नन्दन यादव केटा नन्दन यादवलाई अब ओडिआईको टिममा राख नेसनल टिममा राख डोमेस्टिकमा राख जेसुकै टुर्नामेन्ट हुन्छ नन्दन यादवलाई राख बसिरलाई राख यिनीहरू दुईजना हो केटा म कन्फ्युज छु केटा यो जोदो पनि छ नि यो जोदो पनि छ नि यिनीहरूलाई यो मल्लको गेम कहिले आउँछ मल्लको गेम चाहिँ कहिले आउँछ भन्न ल केटा मल्लले कहिले खेल्छ 2 वर्ष हो मल्ल नखेलेको पर्फर्मेन्स खोइ मल्लको बाबु तिमी डाइटिङ गर बाबु तिमी गएर क्रिकेट खेल तिमी भाउ त्यो के भइरहेछ
मल्ल त भाइ केटा हो, मलाई त आज सबभन्दा धेरै रिस उठेको भनेको मल्लसँग हो। कहिले कहिले चल्छ बाबु तिमी, कहिले चल्छौ तिमी भन, कहिले चल्छौ, भोलि चल्छौ, पर्सि चल्छौ कि औसी चल्छौ कि औसी पूर्णिमा चल्छौ? औसी पूर्णिमा पनि महिनामा एकचोटि आउँछौ, तिमी कहिले चल्छौ? दसैँमा चल्छौ? दसैँमा कि 12 वर्षमा एकचोटि चल्ने हो मेरा जस्तरी? साला यार तरिका हुन्छ नि यार मल्लको त यार। मल्ल देखेर त मलाई औडी रिस उठेको छ, औडी। मतलब आई क्यान नट इमेजिन मल्ल है, आई क्यान नट इमेजिन मल्ल होइन त्यो बी इन नेसनल टिम राइट नो कन्डिसनमा। मल्ललाई पनि ड्रप गरिदियो केटा हो, मल्ललाई त ड्रप गरिदियो केटा हो। यो मान्छेलाई केटा हो राखेर काम छैन। र अर्को कुरा केटा हो, अर्को कुरा म क्वाइट कन्फ्युज छु नेपालको ब्याटिङ अर्डरमा। म नेपालको ब्याटिङ अर्डरलाई चाहिँ केटा हो गुच्चा खेलेको जस्तो नबनाऊ, गुच्चा खेलेको जस्तो बनाउँदै नबनाऊ। तिमीहरू यार अस्ति अस्ति होइन, अस्ति पुराको पुरा पड्काउनु पर्ने बेलामा बसिरलाई पठाउँछौ, अहिले आज आज रोक्ने बेलामा आज विकेट गइसकेपछि तिमीहरू दिपेन्द्र सिंहलाई पठाउँछौ। तिमीहरूले गर्न चाहिँ के खोजेको बाबु? ज्ञान दाई, ज्ञान दाई के हो दाई? कि एपिएफलाई त्यो पिएम कपबाट पिएम कपमा के अरे जय ट्रफमा योभन्दा अगाडि क्वालिफाई नगराएर के भयो? क्वालिफाई नगराएर पुगेन? तपाईँलाई त्यो ए टिममा नराम्रो खेलेर पुगेन, कोचिङ गरेर पुगेन? कर्णाली 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 कुन छ फाइनलमा पुग्यो? ज्ञान दाई तपाईँ के आधारमा नेसनल टिमको कोच हुनुभयो? र तपाईँले आज बसिर हुँदाहुँदै त्यहाँनिर बसिर हुँदाहुँदै सोमपाल कामी हुँदाहुँदै तपाईँले विकेट गइरहेको बेलामा किन दिपेन्द्र सिंहलाई पठाउनु भयो? मल्ल फ्लप थियो, मल्ल फ्लप भइसकेपछि तपाईँले दिपेन्द्र सिंहलाई किन पठाउनु भयो? अस्ति अस्ति त खुब तपाईँहरूको त स्ट्राटेजी डेन्जर थियो, अस्ति त खुब स्ट्राटेजी डेन्जर थियो। कम रनमा तपाईँहरूले बसिरलाई पठाइरहनु भएको थियो। आज तपाईँहरूले विकेट जोगाउन पर्दैन तपाईँहरूलाई? कि विकेट जोगायो भने के हुन्छ? जित्यो भन्ने के हुन्छ? के तपाईँको पुरानो हिस्ट्री जान्छ ज्ञानेन्द्र दाई? तपाईँको ज्ञानेन्द्र दाईको पुरानो हिस्ट्री जान्छ? ज्ञानेन्द्र मल्ललाई अब म त के भन्छु दाइ, यो मान्छेलाई एसिस्टेन्ट कोच पनि बनाउनु पर्दैन। साले अस्ति भर्खर सन्यास लिएको मान्छेलाई कोच बनाएर पठाउँछौ तिमीहरू? सालाहरू अस्ति भर्खर सन्यास लिएको मान्छे हो ज्ञानेन्द्र मल्ल। के पारस दाइलाई पनि एउटा कुरा भन्न चाहन्छु, फेभरेटिजम हुनु भएन। अन्डर 19 सकिएको छन् नेसनल टिममा ज्ञानेन्द्र मल्ल। तिमीहरूको के तिमीहरूको त्यो ब्याजको के तिमीहरूको ब्याज वा त बेस्ट ब्याज भन्नेमा तिमीहरूको सबै कोच तिमीहरूकै ब्याजको मात्रै पेलिदिने हो? उसलाई रौ। अब त्यसलाई त बसन्त रेग्मी दाइलाई लिएर नेपालको नेसनल टिमको बलिङ कोच बनाऊ होइन? त्यति मात्र बाँकी छ तिमीहरूलाई। अब त्यो पनि नगर, लिएर सुभाष खकुरे लिएर ब्याटिङ कोच बनाऊ होइन? फास्ट बलिङ कोच हाम्रो को रे? हाम्रो जितेन्द्र मुखिया दाइलाई लिएर बनाऊ। तिमीहरूको त यही त हो नि केटा हो, यही त हो नि। तिमीहरूको एजको यो एजको प्लेयरहरू अन्त गरेर खेलिरहेको छ, यिनीहरू आएर कोचिङ गरेर। म एउटा कुरा कन्फ्युज छु केटा हो, म एउटा कुरा कन्फ्युज छु। ज्ञानेन्द्र मल्ल एपिएफमा फ्लप, नेपाल ए टिममा कम्प्लिटली फ्लप होइन? नेपाल ए टिममा कम्प्लिटली फ्लप। ए टिममा एपिएफलाई ज्ञानेन्द्र मल्लले फर्स्ट टाइम एपिएफ कोचिङ गर्दाखेरि एपिएफ सधैँभरि टप 4मा पुग्ने टिम, त्यो टाइम टप 4मा पुग्न सकेन। नेपालले के गर्यो? नेपालीको उपलब्धि भनेको चाहिँ क्यानाडालाई हराएको। त्योभन्दा ठुलो उपलब्धि के छ नेपालीको? छैन, अरू केही उपलब्धि छैन। एउटा नेपालीले कुनै पनि सिरिज जितेको छैन। र अर्को कुरा केटा, अर्को कुरा कर्णाली चाहिँ कुन चाहिँ फाइनलमा पुगेको थियो र? के आधारमा? फाइनल त नेपालको कोच जगत टमाटा पुगेको थियो होइन? अरू थियो। साले तिमीहरूले अस्ति पालि मेन्टर थ्रुलाई पठाउन सक्छौ। तिमीहरूलाई जसलाई ज्ञानेन्द्रलाई पठाउनु पऱ्यो भने तिमीलाई कोच पठाउनु पऱ्यो होइन? म एउटा कुरा कन्फ्युज छु कि फर्स्ट गेममा के भइरहेको थियो भन्दाखेरि, फर्स्ट गेममा जब रन चाहिरहेको थियो त्यो टाइममा कसलाई पठायो यिनीहरूले? बसिरलाई। अब आज विकेट बचाउनुपर्छ, कसलाई पठायो? दिपेन्द्र सिंह। यु गाइज क्यान एक्सपेक्ट यार नेपाली क्रिकेट हेर्न सिक ज्ञानेन्द्र दाई। नेपाली क्रिकेट हेर्ने गर, खेलेर मात्र हुँदैन, क्रिकेट हेर्ने पनि गर। नेपाली क्रिकेट हेर्ने गर। दिपेन्द्र सिंह कुन पोजिसनमा कुन कन्डिसनमा ठिक हुन्छ, बसिर अहमद कुन पोजिसनमा ठिक हुन्छ, त्यो हेर्ने सिक। मजाक चलिरहेको छ यहाँनिर, क्रिकेट हेर्नु सिक्नु परेन? रिस उठ्छ यार, मलाई बहुत रिस उठ्छ यार। र अर्को कुरा केटा हो, अर्को कुरा गुलसनलाई कहाँनिर युज गर्ने? गुलसनलाई कहाँनिर युज गर्ने यिनीहरूले? सोमपाल कामी भन्दा पछाडि आउने गुलसन कुमार झा पर्फर्म गर्न छुट्टै कुरा हो। सोमपाल कामी भन्दा पछाडिको गुलसन कुमार झा हो। साला यार ज्ञानेन्द्र मल्ललाई त म त भन्छु केटा हो, ज्ञानेन्द्र मल्ललाई त कोच होइन ए टिममा राख्नु हुँदैन। ए टिमको कोच पनि ज्ञानेन्द्र मल्ल डिजर्भ गर्दैन। कुन आधारमा डिजर्भ गर्छ मलाई आएर भन केटा हो, भन। पारस खड्काको फ्रेन्ड हुँदैमा ज्ञानेन्द्र मल्ल डिजर्भ गर्छ कि कोले गर्दा डिजर्भ गर्छ? ज्ञानेन्द्र मल्ल कोच कसरी भयो? मैले यो सिरिजको सुरुवातमा नि भनेको, शक्ति गौचन र ज्ञानेन्द्र मल्ल कोच कसरी भयो? अन्डर 19 टिममा नि यस्तो हराइरहेको छ, यस्तो गरेर यस्तो गरेर के हो? जगत टमाटाले अन्डर 19 वर्ल्ड कप पुऱ्यायो, त्यो पुगेन तिनीहरूलाई? यसपालि त नि मलाई मुख छोड्न मिल्ने त मुख छोडिसक्थेँ कि मैले, मुख छोडेको छैन कि। एउटा कुरा के मलाई एकदम रिस उठेको कुरा चाहिँ के छ भन्दाखेरि, के आधारमा शक्ति गौचन कोच भयो कि अन्डर 19 को? के आधारमा? योभन्दा अगाडि जगत टमाटा एभाइलेबल थिएन, त्यही भएर कोच भयो। जगत टमाटा कहाँ छ? कुन टिमको कोच गरेको छ अहिले? कुन टिमको कोच छैन? अस्ट्रेलियाबाट बोलाउन मिल्दैन? जगत गुरु म 200% स्योर छु, जगत गुरु इज द बेस्ट कोच इन नेपाल। र जगत गुरुलाई एक कल गरेको पनि नेपाल नेसनल टिम अथवा ए टिम होस् अथवा अन्डर 19 होस्, अन्डर 16 को लागि पनि कोचिङ गर्न रेडी हुन्छन् जगत टमाटा। यस्तो बबा खालको कोच छ नेपालसँग। साले ज्ञानेन्द्र मल्ल र शक्ति गौचनलाई कोच बनाएर पठाउनु पर्छ यिनीहरूलाई।
कुन प्लेयर नेपालको गेम हेर्ने त्यसपछि बल्ल आएर कोचिङ गर्ने होइन, नेपालको गेम हेर्ने अनि बल्ल आएर कोचिङ गर्ने। म त सिधा भन्छु केटा हो, कोचलाई नेपालको गेम हेर, अन्डर 19 प्लेयरको गेम हेर, नेसनल टिमको प्लेयरको गेम हेर, अनि आएर कोच गर। मोन्टिल भन्दा पनि गलत एक्सपेरिमेन्ट गर्छ यार। एटलिस्ट मोन्टिल त त्यो टाइममा विकेट बचाउनु खोज्थ्यो। सालाहरू सालाहरू मलाई त बहुत रिस उठिरहेको छ केटा हो। यो कोचको मलाई बुझ्दिनँ, नेपोटिजम इन कोचिङ यो त भुत्तै भएन केटा हो। यो त अहिले उठाउँछु कुरा म भन्छु केटा हो, यो यस्तो वयात कोचलाई राखेर नेपोटिजम गरेर काम छैन। तिमीहरूलाई यदि गर्नै छ भने अन्डर 16मा ल्याएर वसन्त रिग्मीलाई कोच बनाऊ, अनि बलिङ कोच जितेन्द्र मुखियालाई ल्याएर बनाऊ, अथवा ब्याटिङ कोच सुभाष खकुरेलाई ल्याएर बनाऊ होइन। म त अझै यति भन्छु केटा हो, पारासाईसँग खेलेको होइन विनोद भण्डारी दाई, विनोद भण्डारी दाईलाई क्याप्टेन बनाऊ, क्याप्टेन विनोद भण्डारी दाईलाई ल्याएर बनाऊ। अनि मजा आउँछ त, अनि तपाईँहरूको त्यो कुन ब्याच थियो वर्ल्ड कपमा एकदम एक्स्ट्रा अर्डिनरी गरेको ब्याचलाई नै तपाईँहरू प्रायोरिटी दिनुहोस्, अनि नेपाललाई यसो छम नचाइदिनुहोस्। म एउटा कुरा कन्फ्युज छु कि यो प्रकारको नेपोटिजम नि, यो प्रकारको फेभरेटिजम नि हुन्छ भने नि नेपाली क्रिकेट कहिले पनि ग्रो गर्दैन। कोचमा चाहिँ फेभरेटिजम हुनु भएन, प्लेयरमा फेभरेटिजम गर। एक दुईवटा प्लेयर तिमीले जो पाए ल्याएर खेलाऊ, मलाई केही भन्दिनँ, तर कोच इज द फ्रिकिङ गड। कोच नै हो सबभन्दा बेस्ट। साला कोच नै हो सबभन्दा बेस्ट। कुन ब्याटिङ म भन्छु के, ज्ञानेन्द्र मल्लले नन्दन यादवको गेम त ज्ञानेन्द्र मल्ललाई थाहा छ नि त। नन्दन यादवले गएर हार्ड हिटिङ गर्न सक्छ, नन्दन यादव टिकेर खेल्छ भने थाहा छ नि त। कर्णालीको लागि पनि खेलेको त नन्दन यादवले, राम्रो ब्याटिङ गरेको थियो नि त, कर्णालीको लागि पनि थोरै बहुत इनिङ्स मालिदिएको थियो नि त। त्यो प्लेयरलाई किन पछाडि पठाएको? त्यो नन्दन यादवलाई तपाईँहरूले हाउ क्यान यु इमेजिन नन्दन यादव, त्यो पनि सोमपाल कामी र करण केसी भन्दा पछाडि? भगवान, यो कसरी कोच भयो दाइ? कसरी कोच भयो के? रिस उठ्ने यार। कोच चेन्ज गर्नुपर्छ। यो भएन यो कोच। के खेल्छ यार, दिमाग खराब होइन भाइ, दिमागको त दही बनाएको छ यिनीहरूले, दही। साला शक्ति कौशललाई अन्डर 19मा कोच बनाइरहेको छ। जोकर टमाटा गुरुले के वर्ल्ड कप पुऱ्याए, ओडिआई जोगाइदिए, नेसनल टिमको कोच राम्रो गरे कि पुगेन यिनीहरूलाई? कोचमा नेपोटिजम हुनु भनेको त नि केटा हो, गएर पानीमा गएर डुबे हुन्छ। म त भन्छु केटा, नेपालको आज टप ब्याट्सम्यानहरू यो चम्चामा पानी राखेर डुबे होइन। म त भन्छु केटा हो, के भन्दाखेरि यहाँनिर पानी एक थोपा पानी टक्क राख्छ कोचले, त्यहाँ डुब्छ कोच। यो कोच त केटा हो कसम भनेको। स्टुअर्ट लले त केटा हो अब आइसक्यो। सुरुमा त एसिस्टेन्ट कोचबाट ज्ञानेन्द्र मल्ललाई हटाउनुपर्छ। म सुरु भन्छ ज्ञानेन्द्र मल्ललाई एसिस्टेन्ट कोचबाट हटाउनुपर्छ र ज्ञानेन्द्र मल्ल सरलाई चाहिँ गएर नेपालको एटलिस्ट 10वटा रिसेन्ट गेम चाहिँ गएर लाइभ हेर्न लगाउनुपर्छ। 10वटा रिसेन्ट गेम आइपिएलको त एनपिएलको त म भन्छु केटा कर्णालीको गेम चाहिँ दोहोऱ्याएर हेरेको छैन जस्तो लाग्छ ज्ञानेन्द्र मल्लले। दोहोऱ्याएर हेरेको भए हि विल डेफिनेटली ट्रस्ट हाम्रो नन्दन यादव। ट्रस्ट नै गर्दैन यार नन्दन यादवलाई। के हाना खेलाएको नन्दन यादवलाई? मतलब यार बसिर नन्दन यादव हुन्न थियो भने नि, आज बसिर नन्दन यादव हुन्न थियो भने नि केटा आज बाबु सकिसकेको थियो कि म, बाबु सकिसकेको थिएँ म। लाइभमा पनि यसरी हुन्छ नि, आएर यसरी गरेर मुख देखाउनु पनि मत थिएन मेरो आज। साला दुईटा प्लेयरले राम्रो गरेको छ आज। सबैजनाले एकचोटि बसिर आमोद कमेन्ट गरिदेऊ केटा हो, त्यो एप्रिसिएट पनि गरौँ केटा हो। गाली त गर्ने हो केटा हो, गाली त गर्ने हो। आज रातभरि गाली गर भने गाली गरिदिन्छु। यो कुशल मल्ललाई त, यो कुशल भुट्टेलाई त, यो रोहितलाई त, यो दिपेन्द्रलाई त, केटा टप अर्डर ब्याट्सम्यान रे। 4जना टप अर्डर ब्याट्सम्यानले पर्फर्म गरेको छ। सिंगल डिजिट स्कोर 7 थाला फरिजन। रोहित कुमार पौडेल थाला फरिजनमै ह्याप्पी छ। भुट्टेलले 1 बलमा 3 रन बनाएपछि खुसी, 7 बलमा 3 रन बनाएपछि खुसी। मल्ल त बाबु, मल्ल त नि के भन्छ भन्दाखेरि नि, थोरै बहुत मल्लको फ्यान्सहरूले मल्ललाई एप्रिसिएट गरे अरे हिजो अस्ति। ब्याटिङ गर्न नपाएर पर्फर्म नगरेको, एउटा गेम मात्र पर्फर्म नगरेको भने एप्रिसिएट गरे अरे। मल्ललाई एप्रिसिएसन पुगेन अरे, बचेन अरे। सो मल्लले चाहिँ होइन म त पुरानै मल्ल हो भने आज प्रुभ गर्दै गयो मल्लले। बुझ्यौ नि केटा हो? मल्ल त त्यही हो केटा हो, मल्ल दि गोट हो। म यही चाहन्छु कि उस नहोस्, बलिको बक्रा चाहिँ नहोस् मल्ल राम्रो खेलोस्। मल्लले ए टिममा राम्रो खेलोस्, नट इन नेसनल टिम। मल्ल त नेसनल टिममा त कसम भनेको नि खेल्ने होइन। मङ्गोलिया ए टिम भर्सेस मङ्गोलिया टिम गरौँ, मल्ललाई खेलौँ, मल्ल त्यतिमै खुसी। मल्लको फ्यान्स पनि त्यसमै खुसी हुनुपर्छ। मल्लको जो पनि फ्यान्स छौ नि, तिमीहरूले अब खुसी भनेको मङ्गोलियाको स्ट्याट्स हाइलाइट्स दोहोऱ्याएर हेर्ने, खुसी हुने। के भन्छ त्योभन्दा बाहिर त मल्लको कुन चाहिँ गेम छ? विगत 2 वर्षदेखि कुन चाहिँ गर्यो? न वर्ल्ड कपमा पर्फर्म गर्यो, न मल्लको एसिया कपमा खासै राम्रो गेम थियो। कहाँ छ मल्लको गेम?
अब वर्ल्ड कप क्वालिफायर आउँदैछ, वर्ल्ड कप क्वालिफायर पनि मलाई लाग्छ मल्ल सुड बी आउट आउट फ्रम टिम। मल्लको ठाउँमा बसिरलाई खेलाउ नि यार, तरिका हुन्छ नि यार। रोहितको क्याप्टेन्सीको बारेमा त म एउटै कुरा भन्न चाहन्छु, कोचले जे भन्यो त्यही मान्ने क्याप्टेन, क्याप्टेन बन्न सक्दैन। म जहिले भन्छु रोहित कुमार पौडेलले आफ्नो दिमाग युज गर्न जुन दिन रोहित कुमार पौडेलले जुन दिन आफ्नो दिमाग युज गर्यो त्यो दिन जित्यो, नत्र भने चाहिँ यो रोहित पौडेल पनि पत्तुरे बन्न जान्छ केटा, पत्तुरे हुन्छ, पत्तुरे काम छैन साला यार। त्यस्तो एक्साइटमेन्ट लेभल आकाशमा पुऱ्याएर लास्टमा गएर हारिदिन्छ यार बिचल्ली पारामा यार। यस्तो एक्साइटमेन्ट लेभल कि जित्यो 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 भने आराममा गएर हारिदियो ल। फर्स्ट बलमा नो बल अनि छक्का थियो केटा हो। के गरोस् बसिरले पनि होइन, लास्टमा त ट्राई गरेकै हो, बसिरलाई त गाली गर्नै मिल्दैन, बसिर त कडै खेल्यो। बिचमा गएर बल खाइदिने हाम्रो प्लेयरहरू, हाम्रो महान प्लेयरहरूले कति बल खानुभयो थाहा छ तपाईँहरूलाई? अब हेर्नुहुन्छ भने 16 बल खाइदिनु भयो रोहित कुमार पौडेलले। क्याप्टेन रोहित कुमार पौडेलको एकचोटि सबजनाले ताली पड्काइदियो त। 16 बल खाइदिनु भयो 7 रन हान्नको लागि। अन्डर 19 को केटाहरूलाई गएर ब्याटिङ गराऊ के केटा, अन्डर 19 केटाहरूलाई गएर ब्याटिङ गराऊ। 200 रन त हानेछन् 40 ओभर 200 रन त हानेछन् अन्डर 19 केटाहरूले। बिचल्ली केटा हो यो। यिनीहरूले गर्दाखेरि हो के नेपाली फ्यान्सहरूले जहिले पनि एउटै कुरा भन्छ, अन्डर 19लाई गएर खेलाउ नेसनल टिममा, किनकि यो के हो यो बाबा, खोइ के हो यो जेरो। म त दिपेन्द्र सिंह गैरीको फ्यान्स फलोइङ धेरै छन् मेरो युट्युब च्यानलमा। दिपेन्द्र सिंह गैरीको धेरै सब्सक्राइबर छन्, फ्यान छन् भनेर दिपेन्द्र सिंह गैरी लुकाइदिएको मैले, इज्जत जोगाइदिएको दिपेन्द्र दाई। अर्कोचोटिदेखि दिपेन्द्र दाईको फोटो यहाँ मल्लको ठाउँमा हुन्छ। अर्कोचोटि पनि यस्तै इम्पोर्टेन्ट गेममा यस्तो गरिदिनु भयो भने म दिपेन्द्र सिंह गैरीको ठाउँमा, मल्लको ठाउँमा दिपेन्द्र सिंह गैरी हुन्छ। जोगाइदिएको दाई, तपाईँको इज्जत मैले आज जोगाइदिएको दाई, तपाईँको इज्जत मैले आज। माया लाग्यो अस्ति पर्फर्मेन्स देखेर। अस्तिको पर्फर्मेन्स आउँदैन थियो भने तपाईँको नाम पनि यतै हुन्थ्यो। रिस उठ्ने दिपेन्द्र सिंह गैरीलाई, दिपेन्द्र सिंह गैरी त गलत ठाउँमा पठाएर हो। म त कोचकै गल्ती हो त्यो। कोच त्यो मुलालाई क्रिकेट हेर्न कोचलाई त क्रिकेट हेर भनौँ सुरुमा होइन, कोचलाई सुरुमा क्रिकेट हेरौँ भनौँ होइन। दिपेन्द्र सिंह गैरी, कुशल भुटेल इम्पोर्टेन्ट म्याचमा खुलित्तै हो क्या, इम्पोर्टेन्ट म्याचमा खुलित्तै हो। चल्ने भनेको आसिफ र गुलसन थियो र आज मलाई एक्सपेक्टेसन थियो बसिर र नन्दनबाट। बसिर र नन्दनले पर्फर्म गर्यो, गुलसन र आसिफ चैट। एउटा कुरा कि नेपालको टप अर्डर, एउटा कुरा यो भएन क्या यार, एउटा कुरा चाहिँ म चित्तै जिन्दगीमा नबुझ्ने भयो। जब पनि भुटेल चल्छ तब केटाहरू जोसिनी राम्रो खेल्ने, भुटेल नचलेपछि यिनीहरू रोइदिने, नखेल्दिने, ग्राउन्डमा सुत्दिने, ग्राउन्डमै गएर सुत्दिने, एक चम्चा पानीमा डुब्दिने। यो भएन। भुटेल मामा चलेपछि मात्र चल्नु, यो भएन। राम्रो खेल्नु पर्यो दादा। बिरालो म्याउ अरे, बिरालो पनि होइन केटा आज त। बिरालो भन्दा सानो के हुन्छ, मुसा हुन्छ। मुसा जस्तो गेम भएको थियो आज। लुत्रुक्क परेको भुटेल देखेँ मैले आज। सरी भुटेल लुत्रुक्क परेको भुटेल, मलाई त केटा हो लुत्रुक्क होइन, मलाई त केटा हो 2-3 केजी त घट्यो जस्तो लागिरहेको थियो मलाई, त्यो जुन प्रकारले आउट भइरहेको थियो। र दिपेन्द्र सिंह गैरी त केटा आज केटा बिरालो पनि भन्न मिल्दैन। बिरालोको आरा के हुन्छ त्यही हो, लुत्रुक्क परेको। पानी मात्र पर्थ्यो भने त केटा हो चुर्लुममा पानीमा डुबेको के भन्थ्यो नि केटा हो, त्यही नै हुन्थ्यो केटा हो। फ्रस्ट्रेसन होइन यसलाई, फ्रस्ट्रेसन भन्दैन। फ्रस्ट्रेसन भइदिएको त मैले आज यो लाइभ स्ट्रिम सकिने बित्तिकै प्राइभेट गर्ने गरी मैले त्यसरी बोल्थेँ। मलाई फ्रस्ट्रेसन होइन, जस्तै एउटै भनेको छु, यो कोच कुन आधारमा कोच भयो क्या? म त त्यही कुरा भन्छु केटा। म त आज त केटा ज्ञानेन्द्र दालाई छोड्छु लागिरहेको छ होला। कोच कुन आधारमा कोच भयो?